उत्तरतिर गर्ने यो किन झारीभित्र बस्नु भएको छ त? यो असिरो पर्न लाग्यो, पानी पर्न लाग्यो भने के गर्ने? यो भेडा बाख्राको हामी कालोको अनि बितिथि गर्न लाग्यो, के गर्ने होला? के गर्नुहुन्छ त अब? अनि यस्तो खराब अवस्थामा भेडा नपाल्नु पनि अर्को उपाय छैन। भेडा पाल्नु भनेपछि यो चाहिँ तर बितर हुन लाग्यो, के गर्ने होला? के गर्नुहुन्छ त? बुढी मान्छे हुनु रहेछ। त्यही त के गर्ने होला? त्यही भेडा पाल्नु छोडियो भनेपछि आजभोलिका जमानामा के खाने के लाउने? अनि पैसा भेडा त हैछन्। तल दोकानमा एउटा पाइन्टर चिरेर पाइन्टर हुड किन्न गएर साउले पत्याएन न 2000 रुपियाँ 2500 एउटालाई पनि 2000 एउटालाई पनि पैसा पुगेन उतारो दिन्न पनि। अनि यस्तै असिलो बहिनी भयो, के गर्ने? गोजीमा दाम छैन, दाम नभएको मान्छेको केही पनि काम छैन, के गर्नु? यस्तो गरी भेडा पालेर कति आम्दानी गर्नुहुन्छ त वर्षमा? आम्दानी त अलिअलि हुन्थ्यो, थोरै हुन्थ्यो। अनि अलिअलि नुन तेल खाइले सिद्धिहाल्छन्। अनि त कमाइ छैन, बाहिर कमाइ छैन। अब आजभोलि हुने सिजन छैन, बिक्री हुने सिजन होइन, बिक्री हुँदैन। अघिको पैसा सकिया, रुपियाँ पैसा सकिया, साउले नपत्याउने भइया, पाइन्टर हुड पनि नपत्याउने भइया। अनि दोकानमा अनि बोकाएर उली जाउँ भने पनि भएन, साह्रो धराउटी राख्न। के गर्ने? एउटालाई 2000 पनि, एउटालाई 2500 पनि पैसा नपुगेर त्यसै आयो, के गर्नु त भन्छ? यस्तो असिनामा गरिन्छ। अनि के डोब्न लाग्नु? अनि यस्तो गरी धेरै आम्दानी हुने भएर पाल्नु भयो होला। आम्दानी त अलिअलि धेरै पनि हुँदैन, थोरा हुन्छ। अनि आम्दानी त पहिला हुन्थ्यो, आजभोलि हुँदैन, जमाना पनि त्यही भयो। अनि के गर्नु त? उपाय अर्को उपाय छैन। बुढेसकाल अन्त बाहिर गइ कमाउनु नसकिने भयो। यही छोराछोरीले अनि पाल्न सकिँदैन पनि लाग्यो। अनि अब के गर्ने? पाल्या सानो जाउँ पाल्या, अनि पाल्ने लाग्छ, छोड्न सकिँदैन, के गर्नु त? एकदमै गाह्रो छ। गाह्रो छ भने के गर्ने होला उपाय? तल अनि राजनीतिमा अनि पार्टी त सबै राम्रै हो। अझ अन्तरले अनि रात दिएको हुने पनि खाइहाल्छन्। अनि न गाईको छुन न बाछा मुख पनि यस्तो गर्छन्। पार्टी त राम्रै होला। अहिले चाहिँ नयाँ फल चाहु धुनेर अनि मुनतिर अनि के सानी बालेन सा बाली सानो पिना छु र के गरेर फल्यो। पार्टी त माओवादी पनि भम्रै हो।
अनि पार्टी सबै पार्टी एमाले पनि त हाम्रै हो, सबै थर पार्टी त हाम्रै हो। उँधो मन्दिर गएर पार्टीको गलत देख्दिनँ, ल्याउँदै अन्तरुना व्यक्तिको गलत देख्छु। अनि तलबाट त अनि मन्त्रीले सुविधा दिएको मानेको छु, सेवा सुविधा त दिएको मानेको छु। यहाँ अन्तरुन भइन जनताले अनि केही नपाउने भयो अनि भन्छ। अनि त्यस्तै हाम्रो विचार यस्तै छ नि, क्या गर्नु त। अनि यहीबाट कहिल्यै नयाँ मन्त्री चुनाव हुनाले कहिल्यै गोठालो आशा गर्नु भएको छ गोठालो भत्ताको लागि? गोठालो भत्ता र केही धेरैमा औषधि खर्च पनि अलिअलि पाइन्दा खाइन्दा दिनुहुन्थ्यो यी मन्त्रीज्यूले। अनि भालो साले हिँडेर त्यस्तैले बास गरेर अनि गरेको छु। अनि मन्त्रीले क्या गरी फाल्नुहुने हो? जनतालाई पल्काउने गर्नुहुने हो कि झल्याउने गर्नुहुने हो? ठिक छ। अनि त्यही कस्तो गरी फाल्नुहुने हो? अब नयाँ मन्त्रीले के गरी फाल्नुहुने हो? अब हुन्छ त। स्थिति यस्तै हो। अनि चिसो भइहाल्यो, लामो चाक्ला कुकुरा पुग्ने गरेकाहरू यतैमा स्थिति ढाक्न पऱ्यो। भोक पनि लाग्यो, निद पनि लाग्यो, अनि खाने टाइम पनि भइगयो। अब फेरि दिन गर्नुला धेरै कहीँ पनि क्याहरू दुखानी पनि कहीँ पनि क्याहरू। अनि धेरै भनेर फाइदा छैन। फाइदा छैन। बल्दै भए हेरिहाल्नु होला नयाँ मन्त्रीले, नहेरे पनि त्यहाँ कुद्नु गरौँ।